आजको वचन विशेष महत्त्वको वचन छ किनभने हामीले चाहिँ कोरसहरुमा गाउँछौं बाइबलमा पनि कति ठाउँमा छ है एउटा जाति जातिको मान्छे मैले अघि पनि भने है जाति जातिको मान्छेहरु एउटा परमेश्वरको राज्यमा चाहिँ आएका छन् त्यसकारण परमेश्वरको राज्य यस्तो किसिमको राज्य हो जहाँ सबै जातिको मान्छेहरु परमेश्वरको सन्तानको रूपमा रमाउन सक्छन् है आज म तपाईहरुको बीचमा एउटा यस्तो व्यक्ति आउँदै हुनुहुन्छ अनि हाम्रो एनडी भाइलाई चाहिँ आज परमेश्वरको वचन दिनुहुनेछ आमन्त्रण गर्छु भाइ आउनुहोस् र हामी सबैले जोरदार ताली बजाएर हजुर जय मसीह अहिले भने म अमेरिकाको सान फ्रान्सिस्को त्यसमा पनि सान राफेल के अरे इन्टरनेसनल नेपाली चर्चमा वचनको सेवाकार्य गर्नलाई आइपुगेको छु अनि पास्टर चेत यहीँ हुनुहुन्छ अनि त्यसपछि विश्वासीहरू यहाँ जम्मा भएका छौँ हामी परमेश्वरको वचनबाट सिक्नेछौँ र त्यो वचनमा लागिराख्नुभन्दा अगाडि म फेरि विशेष गरेर मेरो चर्च आशा चर्च दुईमा भएका चर्च परिवारलाई तपाईँहरूलाई पनि धेरै धन्यवाद भन्न चाहन्छु 2 हप्ता भयो तपाईँहरूबाट टाढा भएको कहिलेकाहीँ कता कता गाह्रो लाग्ने तर पनि तपाईँहरू बढ्नु भएकोमा म एकदमै खुसी छु आजकल मानिसहरूले आफ्नो अध्ययन चाहिँ वेस्ट गरिरहेछ भनेर चाहिँ त्यो पत्रिकाले भनिरहेको थियो कसरी वेस्ट गरिरहेछ भनेको कलेजमा जाने पढ्ने अनि त्यसपछि ती आमाहरूले पैसा कमाउन छोडेर घरमा बसेर छोराछोरीलाई सिकाउन बसेर चाहिँ वेस्ट गरिरहेछ भनेर चाहिँ त्यो पत्रिकामा लेखिरहेको थियो अब म तपाईहरुलाई अनुरोध गर्छु त्यो विचारमा एकछिन हामी ध्यान दिएर सुनौँ है यदि हामीले हाम्रो जीवनको अध्ययनहरू बाइबलको अध्ययनदेखि लिएर कलेजको अध्ययन चाहिँ हाम्रो एउटै मात्र फोकस चाहिँ एउटै मात्र ध्यान चाहिँ पैसा कमाउन मात्र लगाउने र छोराछोरीलाई ध्यान दिएर आमाले सिकाउने हुर्काउने कुरो चाहिँ खेर पठाएको समय हो भनेर जब हामी हेर्न थाल्छौँ त्यहाँ चाहिँ हामीले कुनै कुरो चुकाइरहेको छौँ भन्ने कुरा हामीलाई थाहा हुन्छ अब मानिसहरूको लागि आफ्नो छोराछोरी दोस्रो पिँढीलाई तालिम दिएर एउटा अनुशासित परमेश्वरलाई प्रेम गर्ने नागरिक बनाउनु भन्दा पैसालाई बढी ध्यान दिएको बढी मूल्य दिएको कुरा हामीलाई थाहा हुन्छ अनि मैले जहिले पनि भन्ने गर्छु मेरो चर्चमा हाम्रो के अरे संगीत झुण्डमा तपाईहरुको पास्टरको छोरी यति राम्रो गिटार बजाउनुहुन्छ यति राम्रो चाहिँ वाद्य बजाउनुहुन्छ यति के अरे राम्रो गीत गाउनुहुन्छ एउटा सुगन्ध थपेको छ अनि त्यो छोरीलाई मैले हुर्काएको होइन तर अहिले हाम्रो आशा चर्चमा उहाँले आएर यति धेरै योगदान पुर्याइराख्नु छ अनि त्यसको एउटा कारण चाहिँ के हो भने तपाईको पास्टरले त्यो छोरीलाई सानोदेखि आफ्नो समय बल दिएर हुर्काएको र त्यो योगदान चाहिँ अहिले हाम्रो चर्चका विश्वासीहरूले पाइरहेको छ अनि त्यसरी नै जब तपाईले आफ्नो ध्यान समय आफ्नो छोराछोरीहरूलाई दिनुहुन्छ ती व्यक्तिहरू समाजमा योगदान पुर्याउने व्यक्तिहरू निस्किन्छ तर जब तपाईले त्यो समयलाई पैसा कमाउने मात्र भनेर दिनुभयो भने त्यो पैसा कहाँ हरायो हामीलाई थाहा हुन्न र तपाईका छोराछोरीहरू भोलि पर्सि समाजमा योगदान पुर्याउने व्यक्तिको सट्टामा समाजमा गाह्रो बनाउने व्यक्तिहरू निस्किन्छ त्यसैले फेरि त्यो अघिको लेख जुन समाजले भनिरहेछ पैसा कमाएन पढाइ गरेपछि पैसा भएन भने के काम भन्ने सोच भएको बेलामा तपाई हामी चर्च फर्केर परमेश्वरको वचनबाट छोराछोरीलाई लगानी गर्नुभन्दा अरु ठुलो कुरो छैन भन्ने कुरो चाहिँ हामीले के रे समाजलाई सन्देश दिनुपर्छ हामी आफैलाई पनि सम्झाउनु पर्छ र हामी आफैले पनि त्यो बानी विकास गर्नुपर्छ है र अब अहिले एक किसिमले हेर्ने हो भने तपाईले चाहिँ फेसबुक चलाउनुहुन्छ आजकल अनि फेसबुक खोल्न एकाउन्ट खोल्न कति गाह्रो छ तै पनि अहिले चाहिँ सबैको चाहिँ फेसबुक एकाउन्ट छ तपाईको चाहिँ भर्खर पढ्न थाल्नु भएको आमा बुवाको पनि फेसबुक एकाउन्ट छ उहाँहरूले नाति नातिनालाई भनेर भए पनि खाता खोल्न लाएर है तपाईको चाहिँ फोटोहरुलाई चाहिँ यसो खिचेर हाल्नुहुन्छ अनि त्यसपछि त्यहाँ चाहिँ तपाईले अध्ययन गर्नुभयो भने मान्छेहरूले चाहिँ एउटा कुरो चाहिँ के खोजिरहेको पाउँछ भने खुसी हुनलाई मैले के गर्नुपर्छ होला भनेर खोजिरहेको हुन्छ अनि कतिले चाहिँ खुसी हुने कुरो गर्दाखेरि के विचार गर्छ भने ओहो खुसी हुनलाई चाहिँ मलाई सबैले मन पराउनु पर्छ होला
सबैले मलाई चाहिँ वाह वाह गरेर मन पराइदियो भने चाहिँ म खुसी हुन्छु होला भनेर विचार गर्छ। अनि फेरि कतिले चाहिँ के विचार गर्छ भने अहो खुसी हुनलाई चाहिँ मलाई चाहिँ एकदम यस्तो खालको यस्तो आइडियाको सबैभन्दा नयाँ नयाँ थोकहरू, सबैभन्दा नयाँ नयाँ चाहिँ इलेक्ट्रोनिक्स गजेट्सहरू, अनि त्यसपछि यो चाहिँ गाडीहरू मेरो हातमा हुनुपर्छ भनेर विचार गर्छ। कतिले भन्छन् सबैले मलाई मन पराउनुपर्छ, कतिले भन्छ सबै थोक मेरो हातमा हुनुपर्छ, कतिले भन्नुपर्छ सबैले मलाई चिन्नुपर्छ। संसारमा मानिसहरू खुसीको खोजीमा छन्। खुसी कसरी बन्ने होला भनेर मानिसहरू हतारिरहेका छन्, दौडिरहेका छन्, कुदिरहेका छन्। अनि त्यो विषयमा के अरे त्यो खुसीको कुरो गर्दाखेरि चाहिँ आज हामी यो फिलिपीको किताबमा ध्यान दिनेछौँ। फिलिपी 1:1 लिएर 11 सम्म चाहिँ यो पावल भन्ने व्यक्तिको जीवनबाट हामी सिक्नेछौँ। तर त्योभन्दा अगाडि खुसीको कुरो गर्दाखेरि पास्टर रिक वार्नरले चाहिँ यसरी भन्नुहुन्छ, हामीले चाहिँ खुसीको प्रतीक्षामा बस्नु हुँदैन। खुसी चाहिँ हामी आफैले निर्माण गर्नुपर्छ। अनि खुसी हाम्रो अन्तिम उद्देश्य होइन, तर खुसी उचित सोचाइको नतिजा हो भनेर उहाँ भन्नुहुन्छ। अनि त्यसरी नै मेरो जीवनका आनी बानीहरूले मेरो खुसीको निर्धारण गर्छ। तपाईँले चाहिँ रिसाउने, चिच्याउने, थर्काउने गर्नुभएको छ भने तपाईँको खुसीहरू कम हुँदै जान्छ। तर तपाईँले अनुशासित जीवन जिउन थाल्नुभयो भने खुसीहरू बढ्दै जान्छ। अनि परिस्थितिमा आधारित खुसीहरू क्षणिक हुन्छ। जस्तै उदाहरणको लागि तपाईँको चाहिँ चरा हेरेर, के अरे रुखहरू हेरेर रमाउने तपाईँको बानी छ भने तपाईँले चाहिँ यात्रा गरेर चाहिँ त्यो घुमुन्जेल चराहरू हेरुन्जेल तपाईँलाई कस्तो रमाइलो लाग्छ। घरमा पुगेपछि बैङ्कमा पैसा यति खर्च भएछ, जम्मा भएछ, के अरे खर्च भएछ भनेर देखेपछि फेरि सबै खुसीहरू सिद्धिन्छ। अनि त्यसपछि खुसी हुने चाहिँ वास्तवमा एउटा बानी हो है। तपाईँलाई चाहिँ दुःखी हुने जसरी तपाईँको बानी हुन्छ त्यसरी नै खुसी हुने पनि बानी हुन्छ। त्यसैले आज हामी यो पावल भन्ने व्यक्ति जो एकजना व्यक्ति छ, त्यो व्यक्ति जीवनको एकदमै दुःखको घडीमा उसको चाहिँ आफन्तहरू पनि अलग गरिएको छ। अनि त्यसपछि उसको विश्वासीहरूबाट पनि ऊ अलगिएको छ। उसको अधिकारहरू सबै खोसिएको छ। अनि यो पावल भन्ने व्यक्ति चाहिँ जेलमा थियो। जेलमा हुँदाखेरि मृत्युदण्ड दिन राखेको एउटा व्यक्तिले प्रभुमा सधैँ आनन्द गर भन्ने पत्र लेख्छ। अब यो व्यक्तिको जीवनबाट हामीले चाहिँ सिक्नुपर्छ। यो पावल भन्ने व्यक्ति जीवनको सबै अधिकार, अब यहाँ चाहिँ हामीले हेर्दैथ्यौँ कतिले चाहिँ खुसी हुनलाई मेरो सबै थोक हुनुपर्छ, सबैले मन पराउनुपर्छ भनेर विचार पालिरहेको समाजमा छौँ। तर यहाँनिर पावलको त्यो खुसी, के अरे सबैलाई मन पराएको पनि छैन, मान्छेहरू घृणा गरेको छ। यो पावलको हातमा सबै थोक छैन, उसको सबै अधिकार खोसेको छ। उसको जीवनको अन्तिम घडीमा पनि उसले प्रभुमा सधैँ आनन्द गरे भन्ने पत्र लेखेको छ। अवश्य पनि यो व्यक्तिबाट हामीले सिक्नुपर्छ कसरी चाहिँ यो पावल जीवनको यस्तो कठिन घडीमा खुसी बन्न सक्यो होला है। त्यस कारणले यो व्यक्तिबाट हामीलाई सिक्नलाई हामी तयार बन्नेछौँ। र त्यसको लागि चाहिँ यहाँनिर यो फिलिपी भन्ने पत्र चाहिँ 4वटा अध्याय मात्र छ। यो पत्रभित्र हेर्दाखेरि तपाईँले आनन्द, खुसी भन्ने शब्द चाहिँ 17 पटक प्रयोग गरेको पाउनुहुन्छ। अनि यो चाहिँ उसले वास्तवमा जुन फिलिपीका मानिसहरू थियो तिनीहरूलाई धन्यवाद भनेर लेखेको पत्र हामी पाउँछौँ। र यो पावलको यो चाहिँ के अरे फिलिपी 1:1देखि 11 हेर्ने हो भने पावलको एउटा मन्त्र चाहिँ के देख्छौँ भने उसले असल सम्बन्धलाई जोड्नेको पाउनुहुन्छ। अनि विशेष गरेर आज हामी चाहिँ यो पत्रबाट यो फिलिपी 1:1देखि 11 सम्ममा असल सम्बन्धको मर्जन कसरी गर्ने, असल सम्बन्ध कसरी विकास गर्ने, त्यसको हामी 4वटा जुक्तिहरू सिक्नेछौँ। र यो जुक्तिहरू म आशा गर्छु तपाईँको जीवनमा काम लाग्नेछ, तपाईँको परिवारमा काम लाग्नेछ, तपाईँको छोराछोरीमा काम लाग्नेछ, हाम्रो जीवनमा काम लाग्नेछ भनेर म विश्वास गर्छु है। किनभने यहाँ सुन्नुहोस्, सम्बन्ध कमजोर भयो भने मानिसहरू महलमा बसेर हुन्छन्। उनीहरूको हातमा आइफोन छ, आइफोन बेच्यो भने गाउँघरमा घर किन्न पुग्छ, त्यही पनि जिन्दगी कति बोर छ भनेर मान्छेहरू रोएर बस्छ। तर मान्छेहरूको सम्बन्ध बलियो छ भने तिनीहरू गाउँघरमा हिलोमा खेल्दै, गीत गाउँदै, हँसिलो मुख बनाउँदै, चप्पलको के अरे फित्ता चुटेर एउटा हातमा चप्पल बोक्या छ
होइन। त्यही पनि कति रमाइलो मानेर गीत गाउँदै गाउँघरमा मान्छेहरू खुसी देख्नुहुन्छ। त्यस कारण त्यो सम्झिन सजिलोको लागि मैले यसरी भन्ने गर्छु, सम्बन्ध बलियो बनेमा हो हिलोमा गाउने तागत रागत छ, सम्बन्ध कमजोर बनेमा हो महलमा रोए बस्दछ। प्रियहरू, आज म तपाईँलाई अनुरोध गर्छु, खुसी हुनलाई तपाईँसँग सबै थोक चाहिन्न, सबैले मन पराउनु पनि पर्दैन। खुसी हुनलाई हामीले सम्बन्ध विकास गर्न सिक्नुपर्छ। हाम्रो जबसम्म परमेश्वरसँग सम्बन्ध टुट्छ नि, के अरे हुँदैन नि, तबसम्म हामी चाहिँ हाम्रो सृष्टिकर्तासँग सम्बन्ध टुटेका मानिसहरू बाहिर झलप लगाएर खुसी देखे पनि तिनीहरूभित्र कुहिएको हुन्छ, तिनीहरूको भित्र जलेको हुन्छ। त्यस कारणले ती मानिसहरू खुसी हुन सक्दैन। अनि त्यसरी नै हाम्रो वरिपरि छिमेकीहरू हुन्छ, मानिसहरू हुन्छ, तिनीहरूसँग सम्बन्ध राम्रो विकास गर्न सिक्दैन भने हामी खुसी बन्न सक्दैन। कतिले भन्ने गर्छ, ओहो तपाईँसँग म के मतलब, मलाई चाहिँ तपाईँसँग केही मतलब छैन, म परमेश्वरसँग राम्रो सम्बन्ध राख्छु भनेर भन्ने गरेको पाउनुहुन्छ। तर बाइबल अनुसार तपाईँको नजिकको छिमेकी दाजुभाइ दिदीबहिनीसँग कुस्ती खेलेर परमेश्वरसँग दोस्ती राख्न सक्नुहुन्न। बाइबलले के भन्छ भने, यदि तिमीले आफ्नो देखेको भाइलाई प्रेम गर्न सक्दैनौ भने नदेखेको परमेश्वरलाई प्रेम गर्न सक्दैन, त्यो झुट हो। त्यसैले आज एकछिन ध्यान दिएर यो पावलको पत्रबाट सिक्नेछौँ। तर त्योभन्दा अगाडि भने अब मसँगै तपाईँहरूले बाइबल पल्टाउनुहोस्, म पढ्नेछु है त। यहाँनिर यसरी लेखेको छ, ख्रिस्ट येशूका दासहरू पावल र तिमोथीबाट ख्रिस्ट येशूमा फिलिपीमा भएका बिशपहरू र डिकनहरू साथै सबै सन्तहरूलाई परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रिस्टबाट अनुग्रह र शान्ति। तिमीहरूप्रतिका मेरा सबै सम्झनामा म मेरो परमेश्वरलाई धन्यवाद दिन्छु। तिमीहरू सबैका लागि सधैँ मेरो प्रत्येक प्रार्थनामा म आनन्द साथ प्रार्थना गर्छु कि प्रथम दिनदेखि अहिलेसम्म सुसमाचारमा तिमीहरूको सहभागिताको निम्ति म धन्यवादी छु। मलाई यो दृढ विश्वास छ, जसले तिमीहरूमा एउटा असल काम सुरु गर्नुभयो उहाँले नै ख्रिस्ट येशूको दिनमा त्यो पूरा गर्नुहुनेछ। तिमीहरू सबैका निम्ति मैले यसरी ठान्नु उचित छ, किनकि म तिमीहरू सबैलाई मेरो हृदयमा राख्दछु कि मेरो कैदमा र सुसमाचारको सुरक्षा र समर्थनको काम दुवैमा तिमीहरू मसँग अनुग्रहमा सहभागी भएका छौ। किनकि परमेश्वर मेरा साक्षी हुनुहुन्छ कि कसरी ख्रिस्ट येशूको प्रेमले म तिमीहरू सबैका निम्ति तृष्णा गर्दछु। मेरो प्रार्थना यही छ कि ज्ञान र अन्तर्दृष्टिमा तिमीहरूको प्रेम झन झन प्रशस्त हुँदै जाओस्, यस हेतुले कि जे उत्तम छ सो तिमीहरू खुट्याउन सक र ख्रिस्टको दिनको निम्ति शुद्ध र दोषरहित रहन सक। परमेश्वरका महिमा र प्रशंसाको निम्ति येशू ख्रिस्टद्वारा आउने धार्मिकताका फलले तिमीहरू भरिपूर्ण हो। आमेन। अब यो खण्ड हेर्नुभयो भने आज अघि नै मैले भने तपाईँले विशेष गरेर खुसी हुनलाई हाम्रो सम्बन्ध बलियो हुनुपर्छ। सम्बन्ध बलियो हुनलाई हामीले आज यहाँबाट 4वटा जुक्तिहरू सिक्नेछौँ। हजुरहरू तयार हुनुहुन्छ? तयार हुनुहुन्छ नि है? हजुरहरू तयार हुनुहुन्छ नि है? अलिकति तयार हुनुहुन्छ भनेर भन्नुपर्छ है, त्यसपछि मलाई पनि जोस लाग्छ। हजुरहरू है तयार हुनुहुन्छ नि त? हजुरहरूलाई ल, त्यसो भए हामी अब यो 4वटा कुरो सिक्नलाई तयार बन्नेछौँ। तपाईँले मेरो पछि पछि भन्न सक्नुहुन्छ, म खुसी हुन मेरो जीवनमा भएका मानिसहरूका लागि म धन्यवादी हुनुपर्छ। यहाँनिर यो पावलको यो छोटो खण्डबाट म अहिले तपाईँलाई देखाउँछु। एउटा कुरो चाहिँ हामीले पावलले के गरेको पाइन्छ भने, ती फिलिपीका मानिसहरूप्रति पावल धन्यवाद देखिन्छ। जेलमा हुँदाखेरि ऊ चाहिँ पावलका मानिसहरूदेखि मुरमुराएको, रिसाएको अथवा तिनीहरूप्रति चित्त नबुझेको, गुनासो गरेको उसले हामी पाउँदैनौँ। त्यहाँ चाहिँ पावलका मानिसहरूप्रति के अरे पावल फिलिपीका मानिसहरूप्रति पावल चाहिँ एकदमै धन्यवादी भएको हामी पाउँछौँ। यहाँनिर हेर्ने हो भने हामी मानिसहरूले खुसी हुनलाई एउटा चाहिँ हाम्रो जीवनमा धन्यवादी हृदय विकास गर्न हामीले सिक्नुपर्छ।
जब तपाईँले त्यो धन्यवादी हृदय विकास गर्नुहुन्छ तब हामी खुसी बन्न सक्छौँ। तपाईँले चाहिँ नि कुकुर र बिरालोमा फरक के देख्नुहुन्छ भने तपाईँले घरमा कुकुर पाल्नुभयो भने कुकुर चाहिँ प्राय खुसी देख्नुहुन्छ। उनीहरू तपाईँ चाहिँ घरमा फर्केर आउँदाखेरि पनि कुकुर चाहिँ तपाईँको परसम्म गेटमा आएर पुच्छर नै चुच्चेला जस्तो हल्लाएर एकदम चाहिँ नि खुसी बन्छ। अनि बिरालोहरू चाहिँ त्यस्तो गर्दैन। बिरालो पाल्नु भएको छ भने बिरालो घरको कुनामा कहाँ लुकेर बसिरहेको हुन्छ। अनि त्यसपछि खोज्दै खोज्दै जानुभयो भने घरको कुनामा गरेर चाहिँ नि रिसाएर बसिरहेको हुन्छ। फरक के हो भने बिरालोले चाहिँ कसरी विचार गर्छ भने यो मान्छेले मलाई खुवाउँछ, यो मान्छेले मलाई पिलाउँछ, वास्ता गर्छ, सायद म चाहिँ यसको मालिक हुनुपर्छ भनेर विचार गर्छ। कुकुरले चाहिँ यो मान्छेले मलाई खुवाउँछ, पिलाउँछ, वास्ता गर्छ, यो चाहिँ मेरो मालिक हुनुपर्छ भनेर विचार गर्छ। अनि अहिले संसारमा धेरै मानिसहरू त्यसरी सोध्छन्, संसारका मानिसहरू सबै मेरो लागि सेवा गर्न बसेका छन्, म चाहिँ संसारको मालिक हुँ जस्तो गरेर विचार गर्छन्। चर्चमा बस्यो भने पनि सबैले मलाई आएर वास्ता गर्नुपर्छ, सबैले मलाई चाहिँ स्याहार्नुपर्छ भन्ने विचार बोकेका मान्छेहरू पनि हुन्छन् भने कति मान्छेहरू चाहिँ म चाहिँ सेवा गर्नलाई बसेको छु, मैले अरूको वास्ता गर्नुपर्छ, मैले देशको अनि त्यसपछि समाजको मैले जिम्मेवारी लिनुपर्छ भनेर मान्छेहरू जिएको पाइन्छ। अनि तपाईँले फरक देख्नुहुन्छ, जो मान्छे अरूको स्याहार सुसार गर्न अरूको वास्ता गर्न बसेको हुन्छ उनीहरूको अनुहार कति उज्यालो हुन्छ। उनीहरू जहाँ पनि हाँसिलो पारेर रमाइलो गरेर घुमिरहेको हुन्छ भने जो मान्छे चाहिँ मेरो लागि मेरो राइट मेरो अधिकार भनेर बसेको हुन्छ तिनीहरू चाहिँ प्राय बेखुसी कुप्रेको अनुहार लिएर तपाईँ कुचेको अनुहार लिएको देख्नुहुन्छ। किनभने ती मान्छेहरूले धन्यवादी हुन सिकेको छैन। तर जो मान्छे धन्यवादी बन्न सिकेका छ ती मान्छेहरूलाई जहाँ राखे पनि तिनीहरू खुसी हुन सक्छ। यहाँनिर पावलको चाहिँ पत्रमा हेर्ने हो भने फिलिपी 1:3 तिनीहरू प्रतिको मेरो सबै सम्झनामा मलाई खुसी लागेको बेलामा भनेको छ। सबै भनेको दुःखको दिनमा, सुखको दिनमा, रमाइलो दिनमा सबै सम्झनामा यहाँनिर उडे भन्छ म मेरो परमेश्वरलाई, तपाईँले पद 3 हेर्नुहोस् त के भनेको छ, म के गर्छु अरे उसले, म मेरो परमेश्वरलाई के दिन्छु अरे, तपाईँले हेर्नुहोस् आफ्नो बाइबल, धन्यवाद। पावलले के भन्छ भने सबै समयमा म मेरो परमेश्वरलाई धन्यवाद दिन्छु। तिमीहरूको सम्झना जब आउँछ सबै समय म मेरो परमेश्वरलाई धन्यवाद दिन्छु। त्यस कारणले उसले पावलले चाहिँ फिलिपीका मानिसहरूको लागि सधैँ असल कुरोहरू चाहिँ उसले सम्झेको पाइन्छ। उसले जहिले पनि रहँदा बस्दा खाँदा चाहिँ फिलिपीका मानिसहरूको विषयमा उसले धन्यवादी भएको कुरो पाउँछ। उनीहरूको विषयमा असल कुरो सम्झेको हामीले देख्छौँ। यदि तपाईँ र मैले त्यो धन्यवादी बन्न बिर्सिनु भयो भने तपाईँ र हामी जिन्दगी साह्रै खल्लो हुन्छ। बिहा गर्दाखेरि हामीलाई सुरुमा चाहिँ त्यो श्रीमती पाउँदाखेरि कति हामीलाई चाहिँ ओहो कस्तो श्रीमती पायो भने हामी कति धन्यवादी भन्छौँ। अनि त्यसको केही महिना पछाडि चाहिँ हामी बिर्सिन्छौँ। अनि त्यसपछि हाम्रो वैवाहिक सम्बन्ध, हाम्रो कतिवटा कुरो सम्बन्ध कमजोर हुँदै खल्लो हुँदै जान्छ। किनभने जब सम्बन्ध बसेर अलिकति लामो समय भइसकेपछि पहिलो कुरो हामीले त्यसलाई चाहिँ त्यसको मूल्यलाई कम गर्दै जान्छौँ। दोस्रो कुरो त्यो जब कुनै मान्छेसँग नजिकमा बसेपछि उनीहरूको कमजोरीहरू हामीले देख्न सक्छौँ र खराब कुरोहरू सम्झिन सजिलो हुन्छ। त्यस कारणले तपाईँको चाहिँ नि हाम्रो सम्बन्धमा चाहिँ हामीले कतिचोटि चाहिँ के गर्छ भने नयाँ गाडी किन्दाखेरि गर्छौँ नि है। नयाँ गाडी किनेको दिनमा तपाईँले नयाँ गाडी कस्तो मेहनत साथ के अरे एकदम चाहिँ के अरे खुसी साथ अनि एकदम तपाईँले चाहिँ गाडी घरभित्र भित्राउँदा पनि तपाईँले एकदम कहीँ केही लाग्यो कि पुस्न थाल्नुहुन्छ। अनि त्यसपछि तपाईँले छोराछोरीहरूलाई पनि ननुहाइकन गाडीमा चढ्न दिनुहुन्न होइन। अनि त्यसपछि त्यसको 2 महिना त्यसको 2 वर्ष पुगिसकेपछि त्यहाँ चाहिँ गाडीको चेपमा आलु कुहिरहेको हुन्छ, कहाँ के पोखिरहेको हुन्छ। हामीले सबै कुरो त्यत्तिकै व्यवस्था गरेर छोड्छौँ। अनि त्यसरी नै हामीले सम्बन्धमा चाहिँ त्यस्तो गर्छौँ। जब हामीले चाहिँ कुनै मान्छे नयाँ पाइसकेपछि, कुनै जीवनमा हाम्रो चाहिँ साथी पाइसकेपछि हामीले त्यो सम्बन्धलाई ध्यान दिन छोड्छौँ। तर यहाँनिर पावलको कुरो गर्ने हो भने उसले धन्यवाद भन्नुपर्छ भन्ने कुरो हामी सिक्छौँ। अनि त्यसपछि तपाईँहरूले भन्नु होला के अरे यहाँनिर चाहिँ नि अब सम्बन्ध भइसक्यो, अब त पछि त अब आफै कुरो बुझ्नुपर्छ नि भनेर भन्न सक्नुहुन्छ। तर यहाँनिर पावलले हेर्ने हो भने 1:5 फेरि हेर्नुहोस् त, फिलिपी 1:5 प्रथम दिन त्यो दिनदेखि लिएर
अनि त्यसपछि तिनीहरूले पछि पावललाई 7 चोटिसम्म चाहिँ आर्थिक सहायताहरू पठाएको ती कुरोहरू पनि र सबै कुरोमा पावलले धन्यवादी के अरे विचार व्यक्त गरेको हामी पाउँछौँ। अनि तपाईँहरूले भन्नुहोला के अरे विशेष गरेर यहाँनिर तपाईँहरूले भन्नुहोला तर हो नि पावलको लागि त होला तर मेरो लागि मेरो श्रीमान मेरो परिवार यो त कस्तो अलिकति अर्कै खालको छ अप्ठ्यारो खालको छ यो तपाईँ कस्तो कुरो बुझ्नुहुन्न भनेर भन्नुहोला। के अरे उनीहरूको लागि पो सजिलो थियो भनेर भन्न सक्नुहुन्छ। तर प्रेरित 16 अध्यायमा हेर्ने हो भने पावलको जीवनमा फिलिपीमा सधैँ सजिलो भएको थिएन। त्यहाँ चाहिँ विशेष गरेर पावललाई तिनीहरू फिलिपीका मानिसहरूले कुटेको थियो, कोर्रा लगाएको थियो, गिल्ला गरिएको थियो, पक्रेर जेलमा हालेको थियो, भुइँचालोमा झन्डै मरेको थियो। अनि त्यसपछि अन्तिममा गएर फिलिपीका मानिसहरू सहरबाट खेदाइदिएको थियो। पावलको त्यहाँ चाहिँ सधैँ जय मसीह पावलज्यू भनेर भनेको ठाउँ होइन, पावललाई सताएको, दुःख दिएको, कष्ट दिएको ठाउँ। त्यही पनि यो पावलले चाहिँ जहिले पनि ती बाँकी कुरोहरू बिर्सेर धन्यवादी बन्न सिकेको पाउनुहुन्छ। त्यसैले प्रियहरू, आज म तपाईँलाई प्रश्न सोध्न चाहन्छु, तपाईँ कस्तो खालको व्यक्ति हुनुहुन्छ? तपाईँ धन्यवाद भन्ने व्यक्ति हुनुहुन्छ कि जहिले पनि नुनचर्को भयो पुगेन भएन भन्ने मात्र व्यक्ति हुनुहुन्छ? या सुन्नुहोस्, तपाईँले गनगन गर्नुभयो भने तपाईँ गनाउनुहुन्छ। तपाईँ यस्तो काम गर्ने ठाउँमा घरमा जहाँ पनि तपाईँले चाहिँ गनगन गर्ने मान्छेको छेउमा बस्यो भने फेरि यसले आज पनि के गनगन गर्यो भने तपाईँलाई चाहिँ कस्तो भागुम भागुम लाग्छ। तर तपाईँले चाहिँ ओ कस्तो राम्रो है, हाम्रो चर्चमा पास्टरले कस्तो वचन राम्रो बोल्नुभयो, हाम्रो चर्चमा फलाना दिदी कस्तो राम्रो है, यो चाहिँ हाम्रो यो पनि फल कस्तो भनेर मान्छेहरू जब प्रशंसा गर्न थाल्छ, धन्यवादी कुरो के अरे बोल्न थाल्छ, के अरे राम्रो राम्रो कुरोहरू गर्छ नि, ती मानिसको छेउमा चाहिँ तपाईँ जान मन लाग्छ। त्यसलाई भेट्न पाए पनि हुन्थ्यो, त्यसको छेउमा बसिराख्न के अरे पाए पनि हुन्थ्यो जस्तो लाग्छ, हो कि होइन? त्यसैले मेरो प्रश्न छ, हजुरहरू के गर्न चाहनुहुन्छ? गनगन गरेर गनाउने व्यक्ति बन्न चाहनुहुन्छ कि प्रशंसा गाएर गुणगान गाएर तपाईँ के अरे सुवास्न सर्ने व्यक्ति बन्न चाहनुहुन्छ? अनि आज मेरो अनुरोध छ, तपाईँ र हामीले गुनगुन गर्न सिक्नुपर्छ, धन्यवादी बन्न सिक्नुपर्छ। यो चाहिँ छनौट हो। तपाईँले जब धन्यवादी हृदय विकास गरेर तपाईँको अहिले चाहिँ तपाईँले सास फेरिराख्नु भएको छ, तपाईँसँग बस्ने ठाउँ छ भने हामी धन्यवादी बन्नुपर्छ। हाम्रो क्रिस्चियन जीवनमा हामी भोकले मर्नु पर्यो भने पनि हामी धन्यवादी बन्नुपर्छ। किनभने हाम्रो अन्तिम अवस्थामा जब हामी चाहिँ के अरे हाम्रो यो जीवनको अन्त्य हुन्छ, त्यतिखेर पहिलो कुरो हाम्रो जीवनको अन्त्य होइन, त्यो चाहिँ हाम्रो जीवनको सुरुवात हो। अनि हामी परमेश्वरको राज्यमा अनन्तको लागि जाँदैछौँ। त्यस कारण हामीसँग धन्यवादी हुने थुप्रै कारण छ है। त्यसैले पहिलो कुरो, खुसी हुनु छ भने असल सम्बन्ध बनाउनुपर्छ। असल सम्बन्ध बनाउनु छ भने हामीले पहिलो कुरो तपाईँको वरिपरि भएका मानिसहरूप्रति तपाईँ गनगन गरेर गनाउने व्यक्ति, एकदम चित्त गुनासो पोख्ने ठाउँ बनाउनु हुँदैन, तर तिनीहरूप्रति धन्यवादी हुनुपर्छ भने। अब दोस्रो कुरो चाहिँ खुसी हुनु छ भने तपाईँ र मैले हाम्रो वरिपरि भएका मानिसहरूको लागि, तर त्यो बुझ्दाभन्दा अगाडि म तपाईँलाई एउटा के अरे टिप्स दिन्छु है। तपाईँले पहिलो यो पाठबाट के सिक्नुहोस् भने हाम्रो वरिपरि भएका मानिसहरूबाट उत्तम हामीले कुरा सम्झिने, राम्रो कुरो सम्झिने बानी विकास गर्नुपर्छ र नराम्रो कुरोहरू बिर्सिने हामीले बानी विकास गर्नुपर्छ। एकचोटि हामीले चाहिँ विवाह भइसकेपछि तपाईँले मलाई त्यो गरिदिनु भएन, तिमीले मलाई त्यो गरिदिएन भनेर हामीले थुप्रै नराम्रो कुरोहरूको गुनासोहरूको लिस्ट बनाउँछौँ। तर मेरो आज अनुरोध चाहिँ हामीले त्यसो नगरौँ, तिनीहरूको राम्रो कुरोको लिस्ट बनाऊ, तिनीहरूप्रति धन्यवादी बन्न सिकौँ। घरमा गएर धन्यवाद भन्न सिक्नुहोस्। हामी धन्यवादी भन्न सिकौँ भने अब दोस्रो कुरा चाहिँ तपाईँहरूले मेरो पछि भन्न सक्नुहुन्छ, म खुसी हुन मेरो जीवनमा भएका मानिसहरूको लागि आनन्द साथ प्रार्थना गर्न सिक्नुपर्छ। यहाँनिर फिलिपी 1:4 हेर्ने हो भने तिमीहरू सबैका लागि सधैँ मेरो प्रत्येक प्रार्थनामा, पावलले के भन्छ भने म तिमीहरू सबैका लागि सधैँ मेरो प्रत्येक प्रार्थनामा म आनन्द साथ प्रार्थना गर्छु। कसरी प्रार्थना गर्छु अरे? आनन्द साथ प्रार्थना गर्छु। मलाई अचम्म लाग्छ, हामी क्रिस्चियनहरू त्यसमा पनि बाटो छैन। हामी क्रिस्चियनहरूले चाहिँ मान्छेहरूलाई सर्काउने प्रार्थना गर्छ।
फर्काउने प्रार्थना गर्दैन। म भन्छु है फेरि, सर्काउने प्रार्थना कसरी गर्छ भने यस्तो के अरे तपाईँ श्रीमानदेखि रिसाएको छ अनि अथवा छोरीदेखि रिसाएको छ अनि प्रार्थना तपाईँले चाहिँ प्रभु मेरो यो श्रीमान चाहिँ एकदम अटेरी हुनुहुन्छ अब त्यसपछि उता नजाउँ है। त्यति भने बित्तिकै तपाईँको श्रीमानको त्यो मन चाहिँ सरक्क सर्किन्छ अनि त्यसपछि उहाँको ध्यान प्रार्थनामा हुँदैन। यसले जहिले पनि मलाई यस्तो प्रार्थना गर्छ अनि त्यसपछि उहाँ चाहिँ मुरमुरेर कतिखेर प्रार्थना सिद्धौँला र फेरि के गरेर ठिक पारौँला भनेर चाहिँ उहाँ चाहिँ एकदम सर्किसकेको हुन्छ है। त्यसको सट्टामा चाहिँ यहाँ सुन्नुहोस्, हामीले प्रार्थनाको नाममा धेरै कुरोहरू सम्बन्धहरू बिगार्छौँ। हामीले चाहिँ सम्बन्ध फर्काउने किसिमको, सम्बन्ध जोड्ने किसिमको प्रार्थना गर्न सिक्नुपर्छ। सम्बन्ध जोड्ने फर्काउने प्रार्थना चाहिँ कसरी गर्नुपर्छ भने प्रभु तपाईँले मलाई श्रीमान दिनुभयो, तपाईँ परमेश्वरलाई धन्यवाद। उहाँलाई तपाईँले थुप्रै खुबीहरू सिपहरू दिनुभयो, तपाईँ परमेश्वरलाई धन्यवाद। अनि त्यसपछि जुन कुरोमा प्रार्थना चाहिएको छ उहाँको यो अलिकति यो क्षेत्रमा उहाँ अझै पनि तपाईँको वचनअनुसार उहाँलाई त्यहाँबाट हेर्न बुझ्न सिक्न र हुर्किन सहायता गर्नुहोस् भन्दाखेरि उहाँको मन झन् भित्र फर्केर आउँछ। अनि त्यसपछि भोलिचोटि पनि धन्यवाद प्रार्थना गरिदिएकोमा अनि प्रार्थना गरिदिनुहोस् भन्छ। तर एकचोटि सर्काइसकेपछि त्यो मरिगए पनि तपाईँसँग प्रार्थनाको अनुरोध पनि गर्न आउनुहुन्न। पहिला चाहिँ तपाईँले चाहिँ मेरो श्रीमान अटेरी छ भन्ने शब्द मात्र प्रयोग गर्नुभयो भने भोलिचोटि श्रीमानले प्रार्थनाको अनुरोध पनि गर्नुहुन्न, तपाईँसँग प्रार्थना गर्न पनि बस्नुहुन्न। अनि त्यस्तै हो छोराछोरीलाई पनि त्यस्तै, तपाईँले चाहिँ मेरो छोराछोरी चाहिँ एकदम चकचके छ भनेर प्रार्थना गरिदिनु भयो, उसले अब त प्रार्थना गरिदिनुहोस् त भन्दै है। त्यस कारणले मेरो आज अनुरोध छ, प्रार्थना गर्दाखेरि उनीहरूको मन चाहिँ तपाईँतिर परमेश्वरतिर खिच्ने किसिमको प्रार्थना गर्छ मिठो शब्दमा। अनि त्यसपछि उनीहरूलाई चाहिँ के अरे उत्साह मिल्ने किसिमले हामीले प्रार्थना गर्न सिक्नुपर्छ। के अरे पहिलो कुरो तपाईँलाई मेरो प्रश्न छ, तपाईँले चाहिँ नि तपाईँको छिमेकीहरूको लागि आफन्तहरूको लागि प्रार्थना गर्नुभएको छ कि छैन? गर्दाखेरि चाहिँ तपाईँ प्रभु यो एकदम अटेर छ त्यसको खुट्टा बाँचिदिनुहोस्, त्यसलाई यस्तो गरिदिनुहोस् भनेर चाहिँ तपाईँ गनगन गरेर रिसाएर प्रार्थना गर्दै हुनुहुन्छ कि आनन्द साथ प्रार्थना गर्दै हुनुहुन्छ? अनि यहाँनिर फिलिपिकमा पावलले के भन्दैछ, प्रत्येक प्रार्थनामा म आनन्द साथ प्रार्थना गर्छु। त्यसैले हामीले प्रार्थना गर्दाखेरि चाहिँ आनन्द साथ प्रार्थना गर्न सिक्नुपर्छ। हामीले चाहिँ सकारात्मक तरिकाले पोजिटिभली हामीले प्रार्थना गर्न सिक्नुपर्छ। हामीले सकारात्मक सोचभन्दा सकारात्मक प्रार्थना चाहिँ धेरै गुणा शक्तिशाली हुन्छ है। त्यसैले प्रियहरू मेरो अनुरोध छ, हामीले सर्काउने प्रार्थना गर्नु हुँदैन तर फर्काउने किसिमको प्रार्थना गर्नुपर्छ। आनन्द साथ प्रार्थना गर्न सिक्नुपर्छ। खराब सम्बन्धलाई असल सम्बन्धमा परिवर्तन गर्ने सबैभन्दा सजिलो उपाय चाहिँ उनीहरूको लागि हामीले सकारात्मक प्रार्थना गर्न सिक्नुपर्छ। तपाईँलाई मन नपर्ने, चित्त नबुझ्ने, रिसाउने, मन दुखाउने कुरोहरू छ भने तपाईँलाई त्यतिखेर फर्काउने प्रार्थना गर्न गाह्रो हुन्छ। तर पवित्र आत्माको सहायतामा शक्तिमा तपाईँले चाहिँ पोजिटिभ प्रार्थना गर्न थाल्नुहोस्। तपाईँलाई मन नपर्ने व्यक्तिहरूको लागि तपाईँले राम्रो प्रार्थना गर्न थाल्नुहोस्। त्यसले तपाईँलाई पनि बनाउँछ, अरूलाई पनि बनाउँछ, सम्बन्ध राम्रो बनाउन सहायता गर्छ। अनि विशेष गरेर यहाँनिर पावरले चाहिँ यसरी प्रार्थना गरेको पाइन्छ, तपाईँले पद 9 मा हेर्नु भने प्रेममा झन झन प्रशस्त हुँदै जाओस् भनेको छ। त्यस कारणले तपाईँले ती मानिसहरूको लागि प्रार्थना गर्दाखेरि प्रेममा बढेको होस् भनेर प्रार्थना गर्न सक्नुहुन्छ। यसरी नै तपाईँले के अरे पद 9 र 10 मा हेर्ने हो भने ज्ञान र अन्तर्दृष्टिमा उत्तम कुरा खुट्याउन सक भनेको छ। अनि त्यस कारण तपाईँले चाहिँ के अरे असल वा ज्ञानी छनौटहरू छानेको होस्। तपाईँको श्रीमान, श्रीमती, अगुवा, पास्टर के अरे काम गर्ने ठाउँमा जोसुकै होस्, तिनीहरूको लागि तपाईँले असल अथवा ज्ञानी छनौटहरू छान्न सकेको होस् भनेर प्रार्थना गर्न सक्नुहुन्छ। अनि त्यसरी नै तपाईँले पद 10 मा हेर्नुभयो भने शुद्ध र दोषरहित रहन सक भनेर यहाँ चाहिँ पावलले भनेको पाइन्छ। त्यसरी तपाईँले चाहिँ त्यो व्यक्तिले इमान्दारी जीवन जिउन सकोस् भनेर प्रार्थना गर्न सक्नुहुन्छ है। त्यस कारणले हामीले खुसी बन्नु छ भने असल सम्बन्ध निर्माण गर्नुपर्छ। असल सम्बन्ध निर्माण गरेका मान्छेहरू हिलोमा बसेर गाउँछ। सम्बन्ध खराब भयो भने मान्छेहरू महलमा बस्दै आइफोन खेल्दै सिरकको मुनि लुकेर गर्दै हुन्छ। त्यसैले हामीले त्यस्तो गर्नु भएन। हामीले असल सम्बन्ध विकास गर्नुपर्छ। असल सम्बन्ध विकास गर्नलाई पहिलो कुरो हामी धन्यवादी बन्न सिक्नुपर्छ। दोस्रो कुरो हामीले प्रार्थना गर्दाखेरि आनन्द साथ प्रार्थना गर्न सिक्नुपर्छ भने अब तेस्रो कुरो तपाईँले मेरो पछि भन्न सक्नुहुन्छ, खुसी हुन मेरो जीवनमा भएका
मानिसहरूबाट उत्तम कुराको आशा गर्नुपर्छ। त्यसलाई चाहिँ मैले चाहिँ सुगन्ध लिन सिक्नुपर्छ, दुर्गन्ध चाखेर के अरे खोजेर जानु हुँदैन। तपाईँले चाहिँ नि कतिचोटि चाहिँ मान्छेको नराम्रो नराम्रो जहाँ गनाउँछ, जहाँ नराम्रो चिज छ, हामी त्यो चाहिँ खोजी खोजी हेर्छौँ, अनि त्यसपछि राम्रो कुरोहरूलाई हामी एकदम बिर्सिदिन्छौँ। त्यस्तो गर्नु हुँदैन। हामीले हाम्रो जीवनमा भएका मानिसहरूबाट असल कुराहरूको हामीले खोजी गर्न सिक्नुपर्छ। उनीहरूको जीवनमा के कुरो राम्रो छ हामीले त्यो कुरो हेर्न सिक्नुपर्छ। यहाँनिर फिलिपी 1:6 हेर्ने भने पावलले यसरी भन्छ फिलिपीका मानिसहरूको विषयमा, मलाई यो दृढ विश्वास छ जसले तिमीहरूमा एउटा असल काम सुरु गर्नुभयो उहाँले नै येशू ख्रीष्टको दिनमा त्यो पुरा गर्नुहुनेछ। उसले असल कुरोमा आशा राखेको छ, विश्वास राखेको छ। यहाँ सुन्नुहोस्, एउटा असल बुवाले, एउटा असल आमाले एउटा सानो भर्खरको बालक हिँड्न खोज्दाखेरि लड्यो भने के भन्नुहुन्छ? ए थुई यो बच्चा लड्यो भन्नुहुन्छ? भन्नुहुन्न। बाबा आउनुहोस् त हाम्रो छोराले 2 पाइला चाल्यो भनेर हामी खुसी भन्छौँ, उत्साह भन्छौँ। तपाईँको काम गर्ने ठाउँमा तपाईँका हाकिमहरूले चाहिँ ए यु आर डुइङ गुड भनेर औँला यति देख्दाखेरि हामीलाई कस्तो उठ्नु लाग्छ। हामी सबैलाई बढ्न, सम्बन्ध विकास गर्न, अगाडि गर्न विश्वास गर्ने मानिसहरूको आवश्यकता पर्छ। तर यहाँ सुन्नुहोस्, हामी बुवाहरू त्यसमा बाटो छैनौँ, हामी आमाहरू त्यसमा बाटो छैनौँ। हामी छोराछोरीहरूलाई चाहिँ जहिले पनि नपुगेको नभएको स्कुलमा हेर त 3rd भइस् त 4थो भइस् भनेर गाली मात्र गरेर बस्छौँ। हामीले उनीहरूले जे उन्नति गरे, जे प्रगति गरे त्यसमा पहिला रम्न सिक्नुपर्छ। यहाँ सुन्नुहोस्, रम्नलाई मान्छे सिद्ध हुनु पर्दैन। फेरि सुन्नुहोस् है, हामी परमेश्वर हामीसँग रमाउँदाखेरि हामीले बाइबल पढेको बेलामा मात्र उहाँ रमाउनुहुन्न। उहाँले हाम्रो जीवनको हरेक पलमा हामीसँग सम्बन्ध भएकोले रमाउनुहुन्छ। तपाईँले आफ्नो छोराछोरीहरू उनीहरूले चाहिँ नि के अरे सधैँ चाहिँ राम्रो गरेको बेलामा मात्र तपाईँ रमाउनुहुन्न। उनीहरूले नराम्रो गरेको बेलामा, उनीहरूले कुरो बिगारेको बेलामा, उनीहरूले डाइपरमा फोहोर गरेको बेलामा पनि हामी रमाउन सक्छौँ। किनभने त्यो सम्बन्धले हामीलाई रमाउनुबाट केही कुरोले रोक्दैन। त्यसैले तपाईँको कस्तो बानी छ? मान्छेले राम्रो गरेको दिनमा चाहिँ चाट्ला जस्तो गर्ने, कुरो बिगारेपछि काट्ला जस्तो गर्ने बानी राम्रो होइन प्रिय। हामीले मान्छे पाएकोले, हामीले सम्बन्ध विकास गरेकोले हामी त्यसमा रम्न सिक्नुपर्छ। त्यसैले प्रियहरू, पहिलो कुरो हामीले हाम्रो वरिपरि भएका मानिसहरूसँग सम्बन्ध राम्रो विकास गर्नु छ भने असल कुरो हेर्न सिक्नुपर्छ। असल कुरो हेर्नको लागि पहिलो कुरो चाहिँ ती मानिसहरूमा हामीले भरोसा राख्न सिक्नुपर्छ, विश्वास गर्न सिक्नुपर्छ। भने दोस्रो कुरो चाहिँ ती मानिसहरूले के बिगारे, तिनीहरू कहाँ पुग्नुपर्छ, के कमजोरी छ भन्दा पनि उनीहरू कहाँ पुग्न सक्छ त्यो कुरो हामीले देखाउन सिक्नुपर्छ। भने तेस्रो कुरो कतिचोटि मान्छेलाई राम्रो कुरो देखाएर पनि, विश्वास गरेर पनि उनीहरू पुग्नुपर्ने ठाउँमा पुग्दैन। त्यसमा हामीले धैर्यता देखाउनुपर्छ। परमेश्वरले हामीलाई त्यही गर्नुहुन्छ। परमेश्वरले हामीलाई धैर्यता देखाउनुहुन्छ। हाम्रो कमजोरीमा, हाम्रो के अरे बालकपनमा उहाँले हामीलाई अनुग्रह गर्नुहुन्छ। त्यसैले प्रियहरू, खुसी हुनलाई हामीले असल सम्बन्ध विकास गर्नुपर्छ। असल सम्बन्ध विकास गर्नु छ भने पहिलो कुरो हामी धन्यवादी बन्न सिक्नुपर्छ। दोस्रो कुरो आनन्द साथ प्रार्थना गर्न सिक्नुपर्छ। तेस्रो कुरो मानिसहरूबाट असल कुरो हेर्न सिक्नुपर्छ र खराब कुरोहरू बिर्सिन सिक्नुपर्छ। फिलिपी 1:7 यसरी भनेको छ, तिमीहरू सबैका निम्ति मैले यसो ठान्नु उचित छ किनकि म तिमीहरू सबैलाई मेरो हृदयमा राख्दछु, किनकि मेरो कैदमा सुसमाचारको सुरक्षा र समर्थनको काम दुवैमा तिमीहरू मसँग अनुग्रहका सहभागी भएका छौ। पावलले ती मानिसहरूलाई कहाँ राखेको पाउनुहुन्छ अरे? एकचोटि हेर्नुहोस् तपाईँको बाइबलमा 1:7 कसैले भन्नुहोस् त ल, पावलले ती मानिसहरूलाई कहाँ राखेको पाउनुहुन्छ? हृदयमा राखेको। मानिसहरूलाई हृदयमा राखेको पाउनुहुन्छ। अब यहाँ सुन्नुहोस्, तपाईँले मानिसहरूलाई हृदयमा राखेको छ कि छैन भन्ने कुरो कसरी जान्नु?
तपाईँ चर्चमा आउनुहुन्छ, तपाईँले आफ्नो परिवारका सदस्यहरू देख्नुहुन्छ, ती मानिसहरूलाई हृदयमा राख्नु भएको छ भने तपाईँलाई देखेपछि तपाईँलाई परमेश्वरको धन्यवाद दिनु के अरे धन्यवाद भन्न मन लाग्छ, तिनीहरूलाई भेट्न मन लाग्छ, तिनीहरूको लागि प्रार्थना गर्न तपाईँलाई हतार लाग्छ। तर यदि पावलले जस्तै मानिसहरूलाई हाम्रो हृदयमा राख्न हामीले चुक्यो भने, हामीले राख्न बिर्स्यो भने, ती मानिसहरू आएर तपाईँको कन्सिलमा बस्छ। कहाँ बस्छ अरे? हृदयमा बसेको छ भने देख्ने बित्तिकै माया लागेर आउँछ, प्रार्थना गर्नु मन लाग्छ, जयमसी भन्नु मन लाग्छ। तर ती मानिसहरू तपाईँले हृदयमा राख्न बिर्सिनु भयो भने ती मानिसहरू आएर तपाईँको कन्सिलमा बस्छ, देख्ने बित्तिकै कस्तो तातिएर आउँछ, फेरि त्यसको अनुहार हेर्नु पर्यो भने तपाईँलाई रिस उठेर आउँछ। त्यस कारणले यहाँ सुन्नुहोस्, असल सम्बन्ध विकास गर्नलाई हामीले मानिसहरूलाई हृदयमा राख्नुपर्छ। हृदयमा राखिएन भने उनीहरू आएर हाम्रो कन्सिलमा बस्छ, हाम्रो सम्बन्धहरू खल्लो बनाउँछ। त्यसैले प्रियहरू, हामीले मानिसहरूलाई हृदयमा राख्न सिक्नुपर्छ। हामीले उनीहरूको लागि गर्ने प्रार्थनाहरूमा, उनीहरूलाई गर्ने व्यवहारहरूमा हामीले कहाँ राखेको छु भन्ने कुरो तपाईँले त्यो व्यक्तिलाई देख्दाखेरि थाहा पाउनुहुन्छ भने अन्तिममा हामी खुसी बन्नु छ भने तपाईँले मेरो पछि भन्न सक्नुहुन्छ, म खुसी हुन मेरो जीवनमा भएका मानिसहरूलाई येशूले चाहिँ प्रेम गर्नुपर्छ। सधैँ मानिसहरू प्रेम गर्न सजिलो हुँदैन प्रिय, तर येशूले हामीलाई स्वर्गमा लानुहुँदाखेरि हामीलाई चरित्रवान बनाएर लान चाहनुहुन्छ, स्वर्ग सिद्ध ठाउँ। अनि हामी क्रिस्चियनले कतिचोटि चाहिँ के विचार गर्छ भने, प्रभु मलाई चाहिँ तपाईँले एकैचोटि चाहिँ एकदम झ्याप्पै चाहिँ नि छोइदिनुहोस्, मलाई परिवर्तन गरेर जादु गरेर अर्कै बनाइदिनुहोस् भनेर विचार गर्छ। तर परमेश्वरले काम गर्ने तरिका अलिकति फरक हुन्छ। उहाँले चाहिँ तपाईँलाई प्रेमिलो बनाउनु छ भने तपाईँको वरिपरि प्रेम गर्न अप्ठ्यारो मानिसहरूले घेर्नुहुन्छ। अनि त्यसपछि ती प्रेम गर्न अप्ठ्यारो मानिसहरूसँग तपाईँले दिनदिनै प्रभुसँग प्रार्थना गर्दै सहायता माग्दै तपाईँले सहायता गर्न थाल्नुहुन्छ। कहिलेकाहीँ गनगन गरेर, कहिलेकाहीँ रिसाइ गरेर, कतिचोटि चाहिँ प्रभु तपाईँले मलाई कस्तो साह्रो भन्दै तपाईँ चाहिँ नि के अरे गरेर चाहिँ त्यो सबै सङ्घर्षहरू गरेर तपाईँ जुट्नुहुन्छ। तर त्यसको केही महिना पछाडि तपाईँ कस्तो प्रेमी व्यक्ति बनेको पाउनुहुन्छ है। तपाईँ यो यहाँ सुन्नुहोस् न, यो नेचुरल ल हो कि हाम्रो चाहिँ म्याथमेटिक्स टिचरहरूले तपाईँलाई म्याथमेटिक्समा एकदम जान्ने बनाउनु छ भने तपाईँलाई म्याथमेटिक्सको प्रब्लम दिएकै गर्नुहुन्छ। अनि त्यसपछि तपाईँले त्यो प्रब्लम खेल्दा त्यस प्रब्लम सल्भ गर्दा तपाईँ म्याथमेटिक्समा जान्ने बन्नुहुन्छ। त्यसरी नै तपाईँलाई प्रेम गर्न सिकाउनको लागि, तपाईँलाई चाहिँ दया गर्न सिकाउनको लागि परमेश्वरले तपाईँको वरिपरि थुप्रै कुरोहरू ल्याउनुहुन्छ। मेरो व्यक्तिगत अनुभव काठमाडौँमा जब त्यो अघि मैले त्यो के अरे टिबेटन त्यो लोमीहरूको बिचको सङ्गतिको कुरो गरेको थिएँ, अनि त्यतिखेर चाहिँ एउटा प्रार्थना चाहिँ प्रभु मलाई प्रेम गर्ने व्यक्ति बनाइदिनुहोस् भनेर प्रार्थना गरेँ। त्यतिखेर म ताचल क्याम्पसमा पढ्थेँ। अनि त्यो वर्षमा चाहिँ 3 जना गाउँबाट बिरामीहरू ल्याइदिनु भयो। अब आफ्नो गाउँको मान्छे है, त्यतिखेर अब के प्रेम गर्नुपर्छ भने के थाहा, अब बाध्यता भएर जस्तो गनगन गर्दै के गर्दै अब उहाँहरूलाई हस्पिटल लानु पर्यो, के गर्नु पर्यो, थुप्रै कामहरू गर्नु पर्यो। तर अटोमेटिकली अलिक पछि चाहिँ ममा धेरै बानीहरू विकास भइसकेको मैले पाएँ। अनि त्यसपछि त्यसको केही महिना पछाडि चर्चमा अब अगुवा भइसकेपछि मैले प्रभु मलाई ज्ञान बुद्धि दिनुहोस् भनेको। छन् समस्या, यता पनि समस्या, उता पनि समस्या, अनि समस्या। अनि त्यो समस्यामा फेरि प्रभुसँग प्रार्थना गर्यो। अनि त्यसपछि के अरे थुप्रै कुरोहरू गर्दाखेरि अनि अलिक पछि चाहिँ परमेश्वरले मलाई अलिकति बढी ज्ञानी बनाउनु भएको मैले पाएँ। त्यसैले प्रिय, परमेश्वरले तपाईँलाई प्रेमिलो बनाउनु छ भने तपाईँको वरिपरि प्रेम गर्न अप्ठ्यारो मान्छेहरूले घेर्नुहुन्छ। त्यतिखेर धेरै मान्छेहरू भाग्न खोज्छ, त्यतिखेर धेरै मान्छेले त्यहाँ सम्बन्ध गाँच्नको सट्टामा आफू उम्किन खोज्छ, त्यतिखेर धेरै मान्छेहरू चाहिँ त्योबाट भाग्न खोज्छ। तर यहाँ सुन्नुहोस्, त्यो चाहिँ मौका हो। प्रत्येक मौकाहरू, प्रत्येक समस्याहरू, प्रत्येक कठिनाइहरू हाम्रो लागि परमेश्वरको नजिक बन्ने, उहाँलाई धन्यवाद भन्ने, हुर्किने मौका हो। संसारमा सिद्ध सरसफाइले पाउन सक्नुहुन्न, संसारमा तपाईँले सिद्ध मानिस पाउन सक्नुहुन्न। तर यी असिद्ध कुरोहरूको बिचमा परमेश्वरले तपाईँ र मलाई दिनदिनै उहाँको चरित्र भुकाउनुहुन्छ।
उहाँको चरित्रमा बढाउँदै हुनुहुन्छ र एक दिन परमेश्वरले हामीलाई सिद्ध बनाउनुहुन्छ अनि स्वर्ग सिद्ध ठाउँ त्यसको लागि हामी तयार गर्दै हुनुहुन्छ। त्यस कारणले प्रियहरू, हामीले असल सम्बन्ध विकास गर्नलाई चाहिँ हामीले मानिसहरूलाई प्रेम गर्न सिक्नुपर्छ। आजकलका मानिसहरूको समस्या चाहिँ के छ भने ठुला ठुला टाउको हात्तीको जत्रो धेरै जानेको, युट्युब हेरेर गुगलमा सर्च गरेर फोनमा सर्च गरेर यति धेरै जानेको, अनि त्यसपछि त्यो सिक्नलाई चाहिँ तपाईँहरूले चाहिँ नि कुर्सीमा बसेर यो चाक प्रयोग गर्नुपर्छ, बस्नुपर्छ है। त्यस कारणले यत्रो गइरहेको जस्तो चाक, ठुलो टाउको ठुलो चाक, अनि त्यसपछि अब यो घाम पानीमा हिँड्नु नपरेकोले तपाईँको छाला एकदम पातलो गडेउलाको जस्तो। तपाईँलाई चाहिँ यत्रो जानेको यत्रो बुझेको मान्छे केही भनिदियो भने ठुस्स परेर दुख्यो भनेर चाहिँ केही सहनै नसक्ने व्यक्तिहरू। अनि त्यसपछि त्यसको नतिजा चाहिँ हाम्रो मुटु पनि खुम्जेर एकदमै के अरे कुखुराको जत्रो। अनि त्यसपछि हामी सहायता गर्न जान्दैनौँ। हाम्रो चाहिँ के अरे जिउ पनि ठुलो सबै भएको तर हात चाहिँ कङ्गारको जत्रो। कङ्गारुको तपाईँको जिउ हेर्नुभयो भने कङ्गारुको चाहिँ सबै जिउ चाहिँ एकदम ठुल्ठुलो, हात मात्र यत्रो सानो हुन्छ है। सम्झिन सजिलोको लागि ठुलो ठुलो टाउको के अरे गीत बनाउनु कोसिस गरिरहेको छु। ठुलो ठुलो टाउको ठुलो ठुलो चाक, पातलो छाला सानो सानो हात, कुखुराको मुटु भयो कुत्रुकै, बोकाको हिँडै भयो विचित्रै। अहिले हाम्रो समस्या चाहिँ के छ भने हामीले धेरै जानेको धेरै बुझेको अनि एकदम केही सहन नसक्ने, अनि घमण्डमा तपाईँ चाहिँ एकदम बोका गैडाको जस्तो ठुलो चाक, हात्तीको जस्तो ठुलो टाउको, हामीलाई आमाको जस्तो हृदय चाहिएको छ। आमेन आमेन आमेन। हामी मानिसहरूलाई प्रेम गर्छौँ, हामी मानिसहरूलाई वास्ता गर्छौँ। मानिसहरूको त्यो के अरे अवस्था बुझेर यिनीहरूलाई स्वर्ग चाहिन्छ, यिनीहरूलाई येशू चाहिन्छ भनेर तपाईँको हृदय आमाको जस्तो होस्। आमाले जहिले पनि छोराछोरीको राम्रो नराम्रो सबै कुरोमा उनीहरूको भलाइ गर्छ। त्यसरी नै तपाईँ र मैले जुन प्रभु स्वर्गबाट आउनुभयो, क्रुसमा बलि हुनुभयो, त्यसका हामी सन्तान भएकोले हामी मानिसहरूको सबै व्यवहारहरूको जवाबमा पनि आमाको जस्तो हृदय विकास गर्छ। र अनि अर्को मेरो प्रार्थना चाहिँ हामीलाई चाहिँ गैडाको जस्तो पातलो छाला होइन, तर हामीलाई गैडाको जस्तो बाक्लो छाला दियोस्, ताकि तिनीहरूले जे भन्दै पनि तपाईँलाई घाउ नलागोस्, तपाईँलाई चोट नलागोस्, तपाईँले प्रेम गर्न जानेको होस्, अरूले जे भने पनि तपाईँ सहन सक्नु। हामी त्यो व्यक्ति बन्न सक्छौँ। अनि यहाँनिर येशूले जस्तै प्रेम गर्दाखेरि येशूले त्यही गर्नुभयो। येशू क्रुसमा बलि भए, मानिसहरूले उहाँलाई गिल्ला गरे, उहाँलाई थुके, त्यही पनि येशूले पिता यिनीहरूलाई क्षमा गर्नुहोस्, के गर्दैछन् सो जान्दैन। त्यसैले प्रियहरू, एकछिन हामी सोच्छौँ, हामी खुसी बन्नु छ भने हामीले असल सम्बन्ध विकास गर्नुपर्छ। असल सम्बन्ध विकास गर्ने 4वटा उपायहरू हामीले आज हेऱ्यौँ। पहिलो कुरो, हामीले असल सम्बन्ध विकास गर्नु छ भने चाहे जोसुकै होस्, न्याप्चे काले थेप्चे जोसुकै आए पनि हामी ती मानिसहरूको लागि जहिले पनि हामीले आफैलाई तालिम दिनुपर्छ। प्रभु यो मान्छे तपाईँले बनाएको, म यो व्यक्तिप्रति धन्यवादी छु भनेर सिक्नुपर्छ। तपाईँको वरिपरि जस्तो सुकै अप्ठ्यारो मानिस किन नहोस्, तपाईँले प्रार्थना गर्दाखेरि हामीले आनन्दसँग प्रार्थना गर्न सिक्नुपर्छ। तपाईँ र हाम्रो वरिपरि जस्तो सुकै मानिस आओस्, हामीले तिनीहरूको नराम्रो कुरोको हिसाब राखेर बस्ने होइन, तर असल कुरो हामीले जहिले पनि असल कुरो खोज्न हामीले सिक्नुपर्छ। हाम्रो आँखाहरूले त्यो हेर्न सिक्नुपर्छ भने अन्तिममा चाहे जोसुकै किन होस् नहोस्, हामीले ती मानिसहरूको लागि येशूले चाहिँ प्रेम गर्न सिक्नुपर्छ। अनि त्यो कुरो प्रियहरू हामी आफ्नो बलले होइन, तर हामीसँग परमेश्वरको पवित्र आत्मा छ। त्यसैले एकछिन हामी शिर निहुराउँ। तपाईँको आमा बुवालाई, तपाईँको आफन्तहरूलाई प्रेम गर्न तपाईँले के कुरोहरू हुँदैछ, तिनीहरूसँग सम्बन्धमा तपाईँलाई के कुरोहरू हुँदैछ, एकछिन प्रभुसँग प्रार्थना। कतिचोटि हामी हाम्रो आफन्तहरूलाई हामीले नाकको टुप्पोमा राख्छौँ, तिनीहरूको नराम्रो कुरोहरू सुन्छौँ अनि हामी सम्बन्धलाई बिगार्छौँ, तिनीहरूलाई प्रेम गर्न चाहन्छौँ। प्रियहरू, आज सुन्नुहोस्, तपाईँका आफन्तहरू, तपाईँको छरछिमेकीहरू गाईको गोबर जस्तै, तिनीहरूलाई तपाईँले नाकमा लिएर बस्नुभएको हुन्छ, तर तिनीहरूलाई तपाईँले ठिक ठाउँमा प्रयोग गर्नुभयो भने
गोबर चाहिँ मलहरू हुनुहुन्छ त्यसले असल फल पाउन सक्छ। त्यसरी नै ती मानिसहरू तपाईँको जीवनमा तपाईँलाई त्यसको चरित्रमा उठाउनलाई तपाईँलाई बनाउनु राखे। त्यसैले आज बाटो खोज्नुहोस्, प्रभु मलाई तपाईँले